So many people have been so profoundly devastated by ऐसे लोग बार बार पैदा नहीं होते। निर्मल निम्सदाई पूर्जा ने सिर्फ पहाड़ नहीं जीते, उहाँमाथि कति हेराइज भएको रहेछ, उहाँले कति स्ट्रगल गरे रहेछ, उहाँलाई के कहाँबाट चाहिँ प्रेसर आएको रहेछ, त्यो चाहिँ यहाँ बोलेको छ, सुनिदिनु होला। थ्याङ्क यू। अहिले आएर मलाई कतिजनाले नेपाली होइन भन्नुहुन्छ, त्यो गलत हो। आज म एउटा सबै कुरा घुमाएर मैले मेरो मनको इमोसनको पनि मैले कुरा गरेँ होइन। मैले अस्ति आएर मैले यहाँ नेपालको कानुन अनुसार मैले एनआरएनको कागज लिएँ, मेरो हक अनुसार र नेपालको कानुन अनुसार। तपाईँहरूले कसरी भन्नु सक्नुहुन्छ कि म नेपाली होइन भनेर? सबैले भन्दैन त्यसरी। हाम्रो देश सानो छ, काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ। म तपाईँलाई एउटा कुरा भन्छु, तपाईँहरू कतिहरू बाहिर जानुहुन्छ, विदेशमा जानुहुन्छ होइन, 14 पिक्स यस्तो भयो, नेटफ्लिक्समा आयो भन्दाखेरि हामीले एउटा गर्व गर्ने मौका भयो। अहिले हाम्रो 18 वर्षको मलाई अङ्कल भन्छ फर्स्ट टाइम। यस्तो बाबुहरूले, यस्तो हाम्रो के भन्ने छोराहरूले गर्दाखेरि उसलाई पनि मान्छेले अनेक गरेर गर्छ। त्यसो नगरौँ, अब चाहिँ सपोर्ट गर्नु पऱ्यो कि एक्लै अर्कालाई है, एक्लै अर्कालाई सहयोग गरौँ। म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु। आज हाम्रो मन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ। ल, मलाई नेपालको ग्लोबल एम्बेसडरको चाहिँ बिल्ला आयो, मैले त्यो अनुसारको काम गर्नु सुरु गरेँ। नेपाललाई एक्सट्रिम हब चाहिँ बनाउनु पऱ्यो भनेर रिक्वेस्ट भयो। मैले त्यही अनुसारको आफ्नै पैसा खर्च गरेर अनेक गरेर चाहिँ ल त्यसमा लागि स्काई डाइभिङ, प्याराग्लाइडिङ, क्लाइम्बिङ, एल्पिनिजम सबै त्यही अनुसारको कन्सेप्ट लिएर चाहिँ यहाँ गरेर भनेर मैले एकदमै एक्सपर्टिजहरू लिएर स्काई डाइभिङको चाहिँ काम सुरु भयो। आखिरमा यत्रो एडभर्टाइज गरियो, देश विदेशबाट चाहिँ अनेक थरीको यस्तो बिजी मान्छे, यस्तो भिआइपी मान्छेहरू मैले नेपाल ल्याएँ। आखिरमा आएपछि पर्मिसन दिनु भएन। पहिले नदिएको भए त त्यो बिचरा मलाई जति पनिसमेन्ट दिन्छ मलाई दिए भयो नि त। मलाई मन पर्दैन भने होइन। नेपालमा अब प्रगति गरेको देख्ने बित्तिकै सबैलाई आँखाबाट रगत आउँछ रहेछ होइन। मलाई मन पर्दैन बरु मलाई डन्ठा हान्यो भने बिचरा त्यो खैरेहरूलाई आफ्नो छुट्टी लिएर होइन, कति आफ्नो काम छोडेर आफ्नो भिआइपी जस्तो मान्छेहरू आएर नेपाल आएपछि यहाँ आएर चाहिँ पर्मिसन नदिने, त्यो त हाम्रो देशको विजेत भएन र? सुखको मात्र कुरा गऱ्यो भने हामी कहिले पनि अगाडि बढ्दैनौँ। त्यसले गर्दाखेरि मैले एउटा दुइटा तितो कुरा गरेँ हामीलाई। सानो मन नलिदिनु, म तपाईँहरूको छोरा हो, म तपाईँहरूको दाजुभाइ हो। मलाई यदि म आफूलाई सेल्फिसनेस भएको भए म भन्छु आजको दिनमा पनि म सक्सेसफुल भएँ। आजको दिनमा, हिजोको दिनमा त 14 पिक्स गर्दाखेरि पनि मैले स्पेसल फोर्सको करियर छोडेर है, आफ्नो पेन्सन छोडेर म तपाईँलाई भन्छु स्पेसल फोर्स हुने के हो भने हामी यस्तो यतातिर हिँड्दाखेरि मात्र पनि मान्छे खुसखुस कुरा गर्थ्यो। एउटा इज्जत, एउटा शानको जागिर छोडेर भएको एउटै घर बेचेर होइन, म मरेको भए त मेरो बुढी, मेरो परिवार त बाटोमा आउँथ्यो। भाग्यको साथले गर्दाखेरि म आज बाँचेको छु। म देशलाई र हाम्रो जति हुन्छ हाम्रो जाति नेपालीलाई चाहिँ कसरी अगाडि लाउने भन्ने मेरो सधैँ मनदेखि नै मेरो डिएनए नै त्यही हो। निर्मल पूर्जा मगर निम्सदाईलाई नेपाल सरकारले, नेपाल राज्यले अहिलेसम्म एउटा व्यवस्थित खालको सम्मान गर्न सकेको छैन। अर्को दुःखद खबर के भन्दाखेरि मैले यो उनको निधन भइसकेपछि उनको पछिल्लो समय आएका केही अन्तर्वार्ताहरूको क्लिप्स हेरेको थिएँ। त्यो क्लिप्समा उनले के भनेका छन् भन्दाखेरि त्यो जुन रेकर्ड राखिसकेपछि उनी बेलायतमा थिए, एउटा कार्यक्रमको लागि इटलीमा थिए। त्यो इटलीमा नेपालको माउन्टेनियरिङ एसोसिएसनले सम्मान गर्छौं भनेर नेपाल डाकेपछि उनले इटलीमा करिब 15,000 पाउन्ड प्रत्येक क्लासको लिएको कार्यक्रम छोडेर सम्मानको लागि देशले बोलायो भनेर आएको, मेरियट होटलमा बसेको, मेरियट होटलले पनि त्यो बसाइलाई फ्री गरिदिएको। भोलिपल्ट कार्यक्रम थियो। त्यो कार्यक्रम भन्दा केही समय अघि मात्रै एउटा फोन कल के आयो रे आयोजकबाट भन्दाखेरि तत्कालीन पर्यटन मन्त्रीले के भनेर भन्दाखेरि कि निर्मल पूर्जा आउँछन् कि म आउँछु भनेर भनिसकेपछि त्यो कार्यक्रम, सम्मान गर्ने कार्यक्रम स्थगित भयो रे। अब म तपाईलाई बताइदिउँ, तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई थिए। तपाईको टिप्पणी के छ यसमा? यो कुन सन्दर्भबाट त्यो घटना घट्यो यसको विषयमा म जानकार छैन, तर
मैले तपाईँलाई बताइसकेँ, सन्दर्भ पनि तर बताइसकेँ, पर्यटन मन्त्री को पनि थिए। एउटा जिम्मेवार देशको नागरिकले यत्रो ठुलो अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरिसकेपछि उस संविधानको उस चाहिँ त्यो आदरको सम्मानको हकदार छ र उसलाई त्यो सम्मान मृत्यु पर्यन्त हिजो पनि दिनु पर्थ्यो। हिजो कसैले त्रुटि गरेको भए सच्याउनु पर्छ र मृत्यु पर्यन्त। त्यो त्रुटिलाई तपाईँ के भन्नुहुन्छ? त्यो त्रुटि गलत त्यस्तो यदि घटनासँग जोडिएको विषय भने उनीहरूले बोलेका छन् क्या, उनीहरूले बोलेका ठिक छन्। छ, त्यो सम्बन्धित व्यक्तिसँग नबुझिकन यस सन्दर्भमा मैले बोल्न मिलेन। तर म तपाईँले भनेको विवरणबाट जे कुरा मैले पर्सिभ गरेँ, यदि त्यस्तो हो भने त्यो गलत हो।